वेलकम गाइज, सन्चै हुनुहुन्छ सबैजनाहरू। कृष्ण भ्लगमा यहाँहरूलाई स्वागत छ। फेरि हामी नुहाउन गइरहेका छौँ टक्क लाएर। साथीले म यसो लाएर टक्क लाएर आज कति हिजो नुहाउने भने थियो, हिजो घाममा अलि त्यस्तो नुहाउने लागेन, आज चाहिँ नुहाउन गइरहेको छौँ टक्क लाएर। मिल्छको टक्क लाएर हजुरहरूलाई यसो नुहाउने ठाउँ यसो लाएर देखाउँछौँ। राजा एकछिन ढोक्यौ न टक्क मेरो भ्लगमा भने राजालाई स्वागत गर्न चाहेँ मैले। राजा यता ढोक न यार, बिस्तारै चाहिँ हिँड न यार। ल मेरो राजालाई नै स्वागत गर्न चाहे कि हेर न यार, टक्क लाएर झरेबाट अब हाम्रो गाउँमा ठाउँमा आएर टक्क लाएर रमाइलो भएको चाहिँ यहाँको हेर्नु कृषि खेती। यहाँ टक्क लाएर हाम्रो सल्यान भागी चौरमा कृषि खेती भइरहेछ भनौँ। यसो लाएर व्यवस्थित तरिकाले कृषि खेतीहरू भइरहेछ टक्क लाएर। हरियो सागपात खाने हो टक्क लाएर। अनि हजुरहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। यसो हेरेर साथ गरिदिनु होला। गराउनु त आउँदैन खासै त्यति, यसो गराउने कोसिस गर्दैछु। त्यसैले गाइजहरू साथ गरिदिनु होला भन्न चाहे। मेरो साथ चाहिँ टक्क नहुने धान यो खरो कि के हो टक्क लाएर आली साइडबाट सबै यत्रो बाटोहरू कता बाटो टक्क लाएर सुतिरहेको रहेछ। अनि टक्क लाएर खरो कि के हो डक्टरले ब्याग भन्नुहुन्छ गोपीहरू यहाँ देखिहाल्छ नि हेर्न बन्दकोपीहरू सबै टक्क लाएर। मेरो साथीहरू चिन्न सकिने धान हो कि के हो, मैले चिन्ने छुट्याउनै गाह्रो पर्नु भयो। धान हो कि के हो राजा? धान
चाहिँ लाग्यो होला क्यानल भनेको कुलोलाई